काठमाडौँ भाइको छोराको भतिजाको बिहेका लागि प्रस्थान गर्दैछौँ र काठमाडौँ उपत्यका नजिकै पुगिरहेछौँ। यहाँ सबैभन्दा पहिला हाम्रो घरकी जेठी दिदी देवी हुनुहुन्छ, त्यसै गरी मेरो कान्छो भाइ छवि र यता हाम्रो आसाममा ठुली फुपूका छोरी दुईजना, ठुली फुपूका छोरीहरू दुर्गा बहिनी र गङ्गा। त्यसै गरी यता ठुली फुपूका नाति ज्वाइँहरू हुन्छ सोठियाबाट जोस्ना अनि यता दिपक ज्वाइँ। त्यसै गरी यता ठुली फुपूको ठुलो छोरा होम दाजु हुनुहुन्छ। नमस्कार। यता चाहिँ हाम्रो माइली फुपूको कान्छी छोरी ज्वाइँ र ज्वाइँ। त्यसै गरी यतापट्टि नमस्कार। यता हाम्रो ठुली फुपूको बुहारी जेठी बुहारी र यता चाहिँ छोरी केतकी। यहाँनिर चाहिँ मामा हुनुहुन्छ हाम्रो नारायण भाइको माइलो मामा र साइलो मामा हुनुहुन्छ। यहाँ आसामबाट आउनुभएको। नमस्कार, म कान्छी फुपूकी कान्छी छोरी केला पोखरीबाट। माइली फुपूकी माइली बुहारी म चाहिँ केला पोखरीबाट। पछि मिलाउनु पर्छ क्या। साइली फुपूकी माइली छोरी आसामबाट आएकी। साइली फुपूकी माइली छोरी लता। त्यसै गरी यहाँ चाहिँ हाम्रो नारायण भाइको ठुली माइजू हुनुहुन्छ। छोरी माइली फुपूकी माइली छोराकी छोरी र यता कान्छी फुपूकी कान्छी छोरीकी छोरी। नमस्कार, कान्छी फुपूकी ठुली छोरी सोठियाबाट। त्यसै गरी यता माइली फुपूकी साइली छोरी। नमस्कार, म साइली फुपूको जेठो छोरो। नमस्कार, म साइली फुपूकी कान्छी छोरी। नमस्कार, म माइली फुपूको जेठो छोरो। बाबुको नमस्कार भन्ने आफ्नो नाम भन्ने मैले ज्वाइँले यता छोडिरहेको छु है। नमस्कार, म साइली फुपूको कान्छो ज्वाइँ।